हामी रुकुम टक्सेर आइन है फेरि रुकुम फेरि त्यही भन्न लाग्थे मा कसम मैले हामी फेरि यहाँ भाइ तेरो बाबु मजा फ्याक्ट्री छ किन्न सक्दिन नि के गर्ने यार होइन बहिनी एन्ड पुरानो क्या बोलते इंग्लिश में उसको डॉग बोलते हैं डॉग अलि पढाइ भयो त हुन्छ त गुलेली खेलाएपछि त्यस्तो कुकुरलाई डग भन्नु नआउने यस्तो सोचिराख्नु पर्छ सेक्सी छ त मैया हेलो एन्ड गुड मर्निङ रुकुम हामी चाहिँ आज रुकुम छौँ हामी रुकुम टक्सेर आइन है फेरि रुकुम त्यही भन्न लाग्थे मा कसम मैले भन्न लाग्थे मा कसम मैले क्या बोला तूने आडे बिस्कुट नगरपालिका बजारको नाम चाहिँ राडी बजार राडी बजारमा छौँ हामी चाहिँ यता चाहिँ हाम्रो दोस्त छन् दोस्त हिजो बर्थडे थियो अब बर्थडेको क्लिप चाहिँ हाल्न पाइएन आज चाहिँ ब्लग आउँछ अब धेरै पछि ब्लग हाल्दै थिएँ मैले सुरु पारेर अब चाहिँ ब्लग हाल्छ है डेली किनभने मेरो युट्युब बनिसकेको छ हो कि नै अब केही भन्न चाहनुहुन्छ मैले के भन्न चाहन्छु भन्दाखेरि दिपेश भाइको भ्लगलाई चाहिँ एकदमै माया गरिदिनु होला सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला अनि हाम्रो मणिमुकुन्दको टिमलाई पनि धेरै सपोर्ट गर्नु होला अहिले चाहिँ हाम्रो राम्रो भइरहेको छ यो भनेको टिमप्रति माया हो है साथीहरू टिमप्रति माया हो है ल गाइज अब चाहिँ हामी यसपछि चाहिँ उठिन्छ फ्रेस भइन्छ अनि हामी खोलामा जाने सल्लाह छ आज चाहिँ नुहाउने गाडी धेरै बनाउनु आएको त्यसपछि त्यही भिडियो बनाएर हाल्नेछौँ चाहिँ हामीले चाहिँ र म चाहिँ यहाँ डोनाको दाजुभाइ डोना थापाको दाजुभाइ भलिबल खेलेको हेरिरहेको छु जिएस राम्रो खेल्ने रहेछ है फुटबल खेलेको भलिबल पनि राम्रो खेल्नुहुन्छ तर दाइ अहिलेको समयमा धेरै सेलिब्रेटीहरूले हाम्रो भलिबललाई माया गरिदिनु भइरहेको छ नि त अनि के भन्न चाहनुहुन्छ यो विषयमा चाहिँ धेरै धेरै धन्यवाद सबैजनालाई यसरी नै माया गरिदिनु होला भलिबललाई माथि धेरै हाई लेभलमा माथिल्लो लेभलमा पुर्याउनु होला सबैको साथ सपोर्टको आवश्यक छ नेपाली भलिबललाई चाहिँ धेरै माथि पुर्याउनु होला है समझ रहे हो ना गीत जाफ्न चाहिँ ए लाली जवन जान्छ कि वाह 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 कति राम्रो स्वरको ध्वनि श्री 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 कमल घतराज अच्छा हमको सिखा रही राम्रो राम्रो मैयाहरू त्यहाँ हेर्नु त लाली जवन जान्छ कि हजुर दाइ यो ठाउँ चाहिँ हजुरलाई कस्तो लाग्यो खतरा भन्दा नि बहुत खतरा राम्रो कमल दाइले कुन बाटो ल्याउनु भयो मैले त पत्तै पाएन दाइ यार दाइले खोलाको नजिक छ भन्नुभएको थियो अब गर्दा गर्दा हामी त खेतको नजिक पुग्यौँ कि दाइ यार हेर्नु त खेत आउँछ खोला आउँछ ढुङ्गा आउँछ बाढी आउँछ पहिरो आउँछ भन्नु न ओ भाइ हो ये सेन्टी बात होइन त्यो के हो भेडा उही भेडा आइछ गाइस त्यो चाहिँ अनि मैले चाहिँ जर्सी गिभअवेको कुरा गरिरहेको थिएँ गिभअवे चाहिँ हुन्छ है अब छिट्टै मैले चाहिँ यो झोला झुन्डाउने दाइलाई दिएको गर्नु दाइ हो कि नै थ्याङ्क यू भाइ ओ वेलकम मेरो दाइ मैले चाहिँ दाइलाई माया मानेर मलाई पनि एउटा साथीले बनाइदेऊ भनेर अनि उनले बनाइदिएको नि सेट गाई झन् नुहाउन आएको मान्छे नै मान्छे हुनुहुन्छ हामीलाई झन् भेजा भयो के रे हे दाइ यार क्यारेको हजुरले यार धारा त राम्रो छ तर नुहाउने मान्छे चाहिँ धेरै हुनु रहेछ है भाइले के हेरेको भाइ ओ भाइ सानो भन न ठाउँ चाहिँ जोस् रमाइलो रहेछ है त्यो हेर्नु
पहाडहरू देख्न सक्नुहुन्छ तल खोला छ चाहिँ हाम्रो दुईजना साथी दाइ हुनुहुन्छ यो रमणीय ठाउँको मजा लिइराख्नु भएको छ हामी चाहिँ नुहाउन आएको थियौँ यहाँ तल यस्तो कष्ट गऱ्यौँ लास्टमा बरु जाम दाइ उतैको खोलामा ल्या अब के गर्ने त नि हामी के गर्न सक्छौँ हामी वेट पनि कति बेर गर्न सक्छौँ त नि हामी धेरै वेट गर्न सक्दैनौँ किनभने हाम्रो गेम छ छिटै के भन्नुस् क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ल गाइज अब हामीहरू चाहिँ नुहाएर निस्किसकेका छौँ आर्यमन दोस्त र म चाहिँ भुँडी प्याक देखाउँदै हिँडिरहेछौँ दोस्रो त सिक्स प्याक छ मेरो चाहिँ छैन हामी मैले नुहाउने ठाउँमा खतरा भ्लग बनाउँछु भनिरहेको थिएँ सोचिरहेको थिएँ अनि त्यहाँ के भइदियो भने दिदीहरू धेरै हुनु रहेछ के अनि अलि अप्ठ्यारो हुन्छ नि त त्यही भएर भ्लग चाहिँ बनाएन जस ठाउँ चाहिँ धेरै राम्रो रहेछ रुकुमको यो ठाउँमा नुहाउन चाहिँ धेरै मजा आयो अनि कमललाई यहाँ आउनु न हाम्रो कान लाग्यो भन्देऊ न हाम्रो के काम हामी चाहिँ टावल नभएर कट्टु चाहिँ टावेल नभएर चिसो कट्टु लाएर यत्तिकै हिँडिरहेछौँ दाइले ल्याउने बेला त खेतखेतै ल्याउनु भयो शङ्का लागिरहेको थियो मलाई कस्तो ठाउँमा ल्याउनु भयो भनेर तर ल्याउन चाहिँ बहुत राम्रो ठाउँमा लिएर आउनु भयो है मजा आयो जे होस् मलाई चाहिँ मजा आयो अब भ्लग बनाउँथेँ अलि मिलेन केही छैन अब नेक्स्ट टाइम आएँ भने म चाहिँ भ्लग बनाउँछु अब चाहिँ गाइज हामी रुममा गएर ठक्क कपडा चेन्ज गरिन्छ अनि फ्रेस भइन्छ अनि त्यसपछि खानासाना खाइन्छ हाम्रो आज गेम छ क्या भयो भने मैले गेमतिर गर्दा भिडियो पनि बनाउँछु त्यहाँ माथि गरेर लाम्ला के ल गाइज थ्याङ्क्स लभ यु सन्ध्या आइपुग्नु भएको छ सम्झीको फेरि कस्तो लागिरहेछ तपाईँलाई मेरो धेरै हिँड्नु हो त एक छाक होला फेरि बाघ गरे जहिले नि सब्जी मात्रै खान्छन् बाघले तिमीले त कुकुरले बिहान बिहानै कुखानी गराउँला करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब तिमीले क्या होला खानाका लागि एउटा चियन थियो त्यही पनि हो सम्धी कति झुट भन्नुहुन्छ कसमलाई यार कुरा सुन्नु त यहाँ मा कसम यस्तो मा कसम कहिले पनि तास खेल्दिन भन्छ अलि खेलमा एक वर्ष हिजो त गरेको जुम गरेर देखाउ न अहिले गर्छु नि अब खाएपछि खाइ छैन हाम्रो रुटिन छुट्टी हुन्छ हाम्रो सम्झीले दिनमा 4 चोटि ब्रस गर्नुहुन्छ हो नि एकचोटि हो नहुँदाखेरि 29 दिन नभएसम्म जान्छु अरे 30 दिनमा टाकी जान्छु अरे महिनामा 30 होइन 1 गतेको दिन म बुटो लाएर कस्तो लाग्यो यिनीहरू दुइटाको कुरा सुनेर धेरै मजा सत्यता छ किन यिनीहरू दुइटाकोमा मलाई हेर्न मन छ भने यहाँ गयो त हो दुई सम्धिको एउटा बुढो बाघ एउटा डम्मरु बुढो बाघ भयो त्यो स्याल मरे स्यालले चोर्छ नि त्यो कुकुर त्यस्तै हो दाइ क्या बोलते इंग्लिश में उसको डॉग बोलते हैं डॉग अलि पढे भयो त हुन्छ त्यो गुलेली खेलाएपछि त्यस्तो कुकुरलाई डग भन्नु नआउने त्यस्तो सोचिराख्नु पर्छ त्यो भन्ने कानु फेरि यस्तो गर्नु भन्दा अलि राम्रो सुनिन्छ कि अलि साह्रै डगसम्म ठिक छ कुकुर भन्यो भने त अलि ठिक हुन्छ कि हजुर के गर्नु चिरन दाइ के गर्नुभयो त्यहाँ रुनु भयो हेर्नु त सम्झि केही भन्नु त केही भन्नु चिरन दाइ केही छैन आउनु नरुनु भाउजू फर्किहाल्नुहुन्छ भाउजू छिटै फर्किनुहुन्छ सम्झि सम्झाइदिनु त आम फाल्नु जानु भयो कि त्यहाँ खोला नजिक छ जान त लिएर आउनु सम्झि दाइ आउनु के खेल्न त हिँड्नै पर्यो के गर्ने बागुरसँग हारै मान्दिनँ बुढो भएर नि कसम बा अबदेखि म मोरै खेल्दिनँ तास भने मान्छे फेरि खेलिहाल्छन् किन पछाडि लुक्नु किन मेरो पछाडि लुक्नु भयो सम्धि
डरले त होइन बुढो भएर के गर्ने अब सिकार खेल्न नआउनु जाम भयो जाम अब फेरि अहिले बनाउनु अहिले ल त्यो प्लेयर आउनु छ जाडो भयो होला कि अरूले जाडो लाग्छन् सिकार खेलेर आएको फेरि अब सिकार गर्नु दाइ नातिनु भाउजू छिटै आउनुहुन्छ कि किन रुनु भयो र चिन्ता नमान्नु देखा आपने लापरवाही का नतीजा है दुईजना नमस्कार सबै नमस्कार धन्यवाद मैले यसले नमस्ते सम्पूर्णलाई रे उसले धन्यवाद सम्पूर्णलाई यहीँजना भुलले केही भन् यसो मैले भ्लग गराउनु फेरि सुरु गरिसकेछु हो र सबैले सब्स्क्राइब गरिदिनु होला गरेर लाइक कमेन्ट गरिदिएर सेयर गरिदिएर पुरै भाइरल बनाउनु पर्छ हामीले त्यो बेला चाहिँ एउटा माग्नेले उद्धार गरेर दर्शक उतारेको छ है तिमीहरू दुइटा नुहाएर आएको हामी नि बिहान नुहाएर आएको थियौँ त्यो भाइले मैले भनेको मानेनन् यो भाइले मानेन भन भाइ मलाई दिएर डोडा आने मलाई दिएर किन डोडा आऊ तिमी अरे भन्ने रेडी भयो दाइ नि रेडी हुनुभएको छ उता पछाडि हेर कोही यताबाट सब सिक्रेट मिसनमा छन् के भान्जुवा लुकेर बस्यो ढेडा झरे ढेडा सम्झे आउनु एउटा ठगेछ मजा यार चिरन दाइ सबलाई मजा अब हामी फेरि यहाँ भाइ बस लायक है क्या केही भनिदिनु आज के भयो गेममा एकदम रोमाञ्चक गेम भयो 24 बराबर थियो कोक सम्धीले ड्यामै आउट हानेर गेम जित्यो 24 बराबरको गेम दर्शकको मनमुटु त फुटिसकेको थियो त्यस्तो गेम जितेर आयो कोक सम्धीले आउट हानेर दर्शकहरूको मन कति जित्यो अरे दर्शकहरूको मनमुटु फुट्ने गरी कोक सम्धीले आउट हानेर गेम जित्यो हो अनि पानी चाहिँ कसले दियो नि त पहिला पानी चाहिँ यो चाहिँ आयोजकले दिएको हो किन बोलाइथिन् त अनि चिरन दाई भनिरहेको थियो 12 नम्बरलाई त बोलाएनन् बोलायो म एक सिटी बस्ने बित्तिकै जान्थ्यो खासै माग छैन अहिले छैन सुनको भाउ बढेछ त्यही भएर अलि चाँदीको भ्यालु छैन चाँदी होइन सुन ए सुन हो त्यही भएर तपाईँको भ्यालु नभएको भ्यालु त झन् बढिरहेको छ तपाईँको त त्यही त बढेछ माग कम हुन्छ नि त बढेपछि किन्नु नि सक्दिनँ नि के गर्ने होइन बहिनी एन्ड पुरानो यो के हो सम्झि यो सम्झि यो राजा समालले मुटेको के राजा समाल मुत्तालाई पाइप बनाइदिएन सम्झि राजा समालले मुटे कोक सम्झिसँग आउने के खाने